वीरेन्द्र वीरवेकाणम सपरिवणैदम तिलोदकम तस्मै सदा तस्मै सदा तस्मै राजाको पनि गर्नुपर्छ नि त है यलम्बर राजाको पनि गर्नुपर्छ हरि ओम तस्मै सदा तस्मै सदा तस्मै सदा वैयाग्रपद गोत्राय सांकृति गंगापतै भीष्म पर्वणे तिलोदकम तस्मै सदा तस्मै सदा तस्मै सदा मित मित्रको बिर्सी हाले यथा नाम वस सर्वस्त्रदामिदं तस्मै सदा तस्मै सदा तस्मै सदा धारा दीर्घाने अब तातम मातृतम सबतने धारा दीर्घाने तातम मातृतम सबतने माता मातृतम शास्त्रे दे तातम धारा गरिराख्नु न म झार्दिन्छु स्यान्दोडु विद्यालय तीर्थे तथा पर्वणे ब्रह्मस्तमन्ते वर्षे पितृमन्व त्रिपन्ते विद्यालय सर्वे मातृमाता आदाय पितृमन्ते निताय मातृमन्ते गुरु सजवन्दन येतन्ने देवी महिला पोकियो पोकियो हरि ओम धारा दीर्घाने हरि ओम ब्रह्मचरणं प्रथमं पुरस्तात् विषीमता श्रोचो बेनावा सबग्न अपमा श्रेष्ठ सतस्थ योनि म सतस्थ विवाह ओम ब्रह्मणे नमः धेरै खतरा खुद्रो कुद्ने हैन त्यहाँ झुकेर त्यहाँ भित्र गयो भने देखि म टिपेर मिल्काइदिन्छु नि फेरि म यो राख त्यहाँबाट अर्घ ल्याऊ अर्घ धूपबत्ती ठिक्क पार हो अलिकति ठिक्क पार यो सबैलाई सम्झेर चढाइदिने रोटी ल्याउने एउटा अर्घ मात्रै यो रोटी पनि यो टुक्रा टुक्रा पारेर यसरी चढाइदिनु पर्छ सबै त्यहाँ चढाइदिनु यो अर्घ अर्घ त्यहीँ राख्नु हरि ओम ब्रह्मणे नमः विष्णवे नमः प्रजापतये नमो नमः ज्ञाता समस्त पितृभ्यो नमो नमः लाइटर तपाईले लानु लाइटर रोटी छैन यहाँ हरि ओम यता घुमाउनु पर्दैन यहाँ चाहिँ देखाउने मात्रै पितृहरूलाई चाहिँ घुमाउनु हुँदैन देखाउने मात्रै हो हरि ओम समस्त पितृभ्यो नमो नमः हरि ओम गन्धाक्षत पुष्पाणि अब यो यसो अर्घ दिने सूर्यलाई यहाँ यही सूर्य सहस्राम सौ तेज ग्रहण अर्घ्यम दिवाकर सूर्य नारायणाय नमः आगो बाल अब हरि ओम यो जल यसो गरेर आँखामा यसरी लाउनु तचक्षु देवाई तम हजुर ओम विष्णवे ओम विष्णवे नमः ओम विष्णवे नमः ओम विष्णवे नमः हरि शरणम यो यो लगेर त्यहाँ लु अब एउटा यहाँ गाई दान गरौँ यहीँ अनि पाती चढाउने ल पैसा मसँग छ ल के भन्नु सक्नु आएको यहाँ बिस्तारै क्रमैले गर्नुपर्छ यत्रो कर्म गर्नु त कति गर्नु छ नि हजुर टाइम लाग्छ नि गोदान गर्नु गाईको पैसा गाईको पैसा चाहियो खासै गरी होइन यो पैसा होइन गाई किन्ने पैसा हजार कति ओ उहाँलाई ओ भन्ने कहाँ जानुभयो ए सानीलाई गाईको पैसा गोदान बाछी दान क्या यो कति चाहिने जति भए पनि हुन्छ त्यो 1 रुपियाँले त गाई आउँदैन फेरि मेरो झोलामा छ पैसा किन उसलाई चाहिँ बोलाउनु नजाऊ पर्दैन नजानु पैसा छ गाई किन्ने पैसा कतिमा आउँछ भाषा ए जति भए पनि आउँछ अब के कति आउँछ आमालाई थाहा छ अनुमान गर्नु त पर्दैन बाछी 1000 राख्दा भइगयो त चाबी दुर्गाले लगेको छ
गाजा खान्छ गाजा यो चाबी चाहिँ तपाईँहरू एक ठाउँ राख्नु नि हो संक्षिप्त यस्तो धन लुकाउनु चाहिँ के चाहियो लुको सक्नु अलि चिया खानु भयो त्यो चिसो हुँदैन झन् त्यो चिसो खाएपछि त्यो थाल्नु थाल्छ यहाँ टोकरी यसले मैला हुन्छ हुँदैन दिक्क लाग्यो ओ उहाँलाई पनि बोलाउँ अब पाती चढाउनलाई